अब त सुशीला म्याडमको के गर्ने छोरीको बिहामा बोलाएका भए थिएन हजुर पार्टीमा हजुर अनि सुशीला म्याडम पहिला सुरु आएर अनि सुशीला म्याडमको पार्टीमा खाना खान बोलाए त्यहाँ जान पर्यो अब भने त्यहाँ गामतिर त मजाले ताउलाभरि खसिया मासु पकाएर अनि टन्न झोल र भात गमरे गमरे खाइन्थ्यो नि त गाममा त त्यहाँ त्यसरी खाइन्थ्यो त्यहाँ त सुशीला म्याडमको छोरीको बिहामा गएको त अब त के थरी राखेर आफै झिकेर खाने पार्टी रहेछ अब के गर्ने हो त्यहाँ बडो मेसो पाइन त्यहाँ तिनीहरूमा अघि हिँडिन् म नि तिनको पछि हिँडेँ तिनले जे गर्छन् त्यही गर्छु तिनले जे झिक्छन् त्यही झिक्छु हजुर त्यहाँदेखि पहिला थाहा छैन त्यहाँदेखि खा सबै कुरो तिनले जे गर्छन् त्यही गर्दा गर्दै लास्टमा त त्यो दही रहेछ प्लेटा त्यहाँ त दहीको यत्रो प्लेटा दही रहेछ त्यो प्लेटा यत्रो रातो डल्लो क्याको डल्लो त्यो चेरी रातो डल्लो रहेछ त्यहाँबाट त दही क्याएर खानियो न त्यो डल्लो पहिला खानियो न दही जहिले खानु हुँदो ननमालाई हेरे त नि जतिखेर खाएर हुँदो त्यहाँ त त्यो प्लेटमा ती ननमाल दही यस्तो डल्लो यसो फाल्छिन् म नि यसो फाल्छु तिमीले त्यो डल्लो यसो त पल्टाउँछिन् दही झिकेर खान्छन् म नि यसो त पल्टाउँछु दही झिकेर अनि खाँदा त्यो दही सकिन् मैले नि दही सकेँ त्यो डल्लो क्यार चिनाएर हेर त्यो डल्लो लास्टमा खाइन्